हेलो नमस्कार। मध्यपूर्वको अर्को भिडियोमा फेरि मलाई धेरै सोध्नु भएको थियो यो इरान चाहिँ कसरी टिकेको छ भन्ने बारेमा कुरा गर्नुभएको थियो। अब म त्यसै विषयमा छोटो कुरा छोट्याउने प्रयास गर्छु। यसमा यो टिक्ने कुरा कस्तो हुन्छ भने तयारीमा भइपर्छ होइन। जस्तो यति ठुलो आँधी आउँदा पनि घर कसरी जस्तासुकै रह्यो भने चाहिँ जगमा भइपर्ने कुरो हो होइन। त्यही हो। अब यो चाहिँ इरानले जग कतिखेरदेखि हाल्यो र कसरी हाल्यो भन्ने बारेमा कुराकानी गरौँ थोरै। सन् 1980तिर चाहिँ यो इरान इराक युद्धमा इजरायल र अमेरिकाले इराकलाई जसरी हात हतियार पैसा खुफिया एजेन्सी दिए त्यति बेला नै इरानको नेतृत्वलाई आभास भइसकेको थियो कि अब यिनीहरूले कुनै दिन हामीमाथि ठुलो युद्ध थोपर्छन् र त्यो युद्धको लागि हामी चाहिँ अब संस्थागत तयारी गरेर जानुपर्छ भन्ने त्यतिखेरदेखि उनीहरूले चाहिँ त्यो आभास पाएको हुनाले त्यतिखेरदेखि त्यो तयारी गरेको बुझिन्छ। यसका तयारीका विभिन्न तहहरू छन्। म तह वाइज लेभल वाइज कुरा गर्छु। इरान चाहिँ एउटा इरानको राज्य क्षेत्र एउटा सिया धर्ममा आधारित हो। इस्लाममा दुईवटा, एउटा सुन्नी र सिया छ। सुन्नीको नेतृत्व साउदी अरबले गर्छ भने सियाको नेतृत्व चाहिँ इरानले। धर्ममा आधारित राज्य व्यवस्था चाहिँ अर्थात् अति डिसिप्लिन हुन्छ होइन। त्यो त अब त्यो भन्ने कुरा भएन। अब म सुरु गर्छु यो पोलिटिकल लिडरसिपको तयारीको बारेमा है। युद्धको बेलामा जस्तो अब कस्तो हुन्छ भने युद्धको बेलामा पोलिटिकल लिडरहरू चाहिँ टप लेभलमा मार्यो भने एउटा चाहिँ त्यो लिडरसिप भ्याकुम हुन्छ अनि त्यति नै बेला सबै चिजहरू धेरै चिज हुने गर्छन्। यो कुरालाई ध्यानमा राखेर चाहिँ इरानले लामो तयारी गरेको देखिन्छ। सर्वोच्च नेताको पछाडि त्यहाँ चाहिँ 3वटा काउन्सिल छन्। गार्जियन काउन्सिल जसमा 12जना सदस्य हुन्छन्। अनि त्यसपछि एसेम्ब्ली अफ एक्सपर्ट्स भन्ने हुन्छ जसमा 88जना सदस्य हुन्छन्। यसैले चाहिँ सुप्रिम लिडर यसैले छान्छ। त्यसपछि चाहिँ एक्सपिरियन्सी काउन्सिल भन्ने हुन्छ। यसमा चाहिँ 50जना हुन्छन्। यी 85जना सिया धर्मगुरु सिनियर धर्मगुरुबाट छानेर गएका हुन्छन् होइन। अब हेर्नुहोस् सुप्रिम लिडर पछाडि सुप्रिम लिडरको सिधै तल 150जना ठुला सियाका धर्मगुरु भए भनेपछि राजनीतिक नेतृत्वको भ्याकुम यिनीहरूले यसरी पुरा गरे। क्राइसिसको बेलामा कुनै पनि अप्ठ्यारो नपरोस् भन्ने हिसाबले एउटा आयतुल्ला मारिने बित्तिकै त्यहाँ 150जना आयतुल्ला छन् सुप्रिम लिडरहरू। त्यसरी चाहिँ त्यो पनि युद्धको अवस्थालाई ध्यानमा राखेर पारेको तयारी हो। अब अर्को फौजको कुरा गरौँ। फौजमा म चाहिँ अब आर्मी प्रहरीको त्यो कुरा गर्दैन, किनभने आर्मी प्रहरी यिनीहरू भनेको यो अब चाहिँ त्यहाँ रियल चाहिँ सत्ता अथवा तागत कसको हातमा छ त्यसको बारेमा मात्रै कुराकानी गर्छु। इरानको चाहिँ त्यहाँको आर्मी प्रहरी सबै आइआरजिसीको मातहतमा चल्छन्। इरानियन रिभोल्युसनरी गार्ड कर्पोरेसन त्यहाँको सबभन्दा ताकतवर फौज होइन। यसकै मातहतमा त्यहाँको प्रहरी, त्यहाँको सेना अनि त्यहाँको अर्थतन्त्र, त्यहाँको खुफिया एजेन्सी सबै यस अन्तर्गत काम गर्छ। सबैले कन्ट्रोल गर्छ सबै कुरा आइआरजिसीले है। अब आइआरजिसी यसको सिधा सम्पर्क चाहिँ आयतोल्लासँग हुन्छ, सुप्रिम लिडरसँग। र आइआरजिसीको प्रमुख पनि सिया क्लियर नै हुन्छ, सिया धर्मगुरु नै हुन्छ। अब आइआरजिसी पछाडि अर्को त्यहाँ छ क्वाड भन्ने। क्वाड भनेको यिनीहरूले चाहिँ इरानले इजरायल र अमेरिकासँग कुनै दिन युद्ध भयो भने यिनीहरूलाई चारै मोर्चामा चाहिँ इङ्गेज गराउनुपर्छ भन्ने हिसाबले त्यो खाडीको धेरै राष्ट्रहरूमा आफ्नो एउटा प्रोक्सी समूह गठन गरिरहेको। लेबनानमा हजबुल्ला, प्यालेस्टाइनमा हमास, सिरियामा नेसनल डिफेन्स फोर्स, इराकमा सिया मिलिसिया, अनि यमनमा हुती, अनि पाकिस्तान अफगानिस्तान सानो ग्रुप छन्। यिनीहरूले वार्षिक बजेट छुट्याएर यिनीहरूलाई चाहिँ त्यो हतियारको व्यवस्था, तालिमको व्यवस्था अनि त्यसपछि खानपिनको सबै व्यवस्था यिनीहरूले चाहिँ इरानले वार्षिक रूपमा बजेट छुट्याउँछ युद्ध भएको बेलामा। त्यसपछि अब हुतीले उता रेड सी चाहिँ हेर्ने अनि यता हजबुल्ला यति पावरफुल छ। हजबुल्लाले चाहिँ 2006मा इजरायलसँग एक्लै लडाइँ गरेर अनि त्यसपछि दुइटैले चाहिँ त्यति बेला चाहिँ उसले जित्यो भनेर त्यो युद्ध चाहिँ त्यसरी चाहिँ सकिएको हो। त्यति पावरफुल छन् यिनीहरू सबै प्रोफेसनमा धेरै पावरफुल छन्। यो बेलाको युद्धमा चाहिँ यो यमनको हुती त्यति एक्टिभ भएन अनि अरू थोरथोरै भएन, तर फुल रूपमा यिनीहरू चाहिँ एक्टिभ भएन। त्यसरी चाहिँ यसले चाहिँ त्यो युद्ध हुनसक्छ भन्ने हिसाबले पुरै त्यसरी चाहिँ आफ्नो प्रोक्सी समूह गठन गर्यो होइन। अब त्यसपछि यिनीहरूको प्रोभिन्सेस देशभित्रको संरचना कसरी तयार गरेर चाहिँ हो। देशभित्र यिनीहरूको चाहिँ 31वटा प्रान्त छ, त्यसलाई ओस्तान भन्छ। 31वटा
प्रान्त छ, त्यो प्रान्तमा चाहिँ प्रत्येक प्रान्तमा चाहिँ एउटा चाहिँ फ्राइडे प्रेयर लिडर भन्छ, त्यसलाई सुप्रिम लिडरले माथिबाटै सुप्रिम लिडरले त्यो तोकेर पठाउँछ त्यसलाई। तिनीहरूको एउटा इरानको एउटा के छ भने यो वार लाइक कन्स्टिट्युसन छ, युद्धको बेलामा त्यो कन्स्टिट्युसन एक्टिभेट गर्यो, त्यो कन्स्टिट्युसन एक्टिभेट गरेपछि 31वटा राज्यका तिनी प्रान्तका तिनी लिडरहरू आफै इन्डिपेन्डेन्टली तिनीहरू चाहिँ काम गर्न सक्छन् युद्धको बेला, माथि केन्द्रको आदेश पर्खिनुपर्ने हुँदैन। त्यहाँ आफै कता चाहिँ भूमिगत चाहिँ अब त्यो भूमिगत हतियार चलाउने कि माथिको हतियार चलाउने कि कता के गर्ने, तिनीहरू त युद्धको बेला तिनी आफै इन्डिपेन्डेन्ट सबै निर्णय गर्न सक्छन्। जति यो बेला चाहिँ अहिले देखियो नि, अहिलेको बेलामा चाहिँ कम्युनिकेसन चाहिँ अब कम्युनिकेसन ग्याप हुन्छ, कहिले के हुन्छ कहिले के हुन्छ, त्यति बेला चाहिँ केन्द्रसँग समन्वय गर्नुपर्छ भन्ने भने आफै निर्णय गरेर आफै चलाउन सक्छन्। त्यो पनि युद्धको बेलालाई ध्यानमा राखेर यिनीहरूले यो संरचना बनाएको है। अब अर्को अर्थतन्त्र कसरी फलाउ त्यो हेरौँ। अर्थतन्त्र भनेको यिनीहरूले चाहिँ 4 डिकेडसम्म 40-45 वर्षसम्म यिनीहरू चाहिँ यो प्रतिबन्ध लाउँदा पनि यो चाहिँ चाइनासँग यिनीहरूको 90% चाहिँ तेल चाइनाले किन्छ, ग्यास चाहिँ नर्थ कोरियाले किन्छ। चाइनालाई यिनीहरूसँग केही भन्न सक्दैन विश्वले। नर्थ कोरिया चाहिँ अलरेडी चाहिँ न्युक्लियर पावर कन्ट्री हो र प्लस नाकाबन्दीमा छ, त्यो भने उसले कसैले गर्दैन। यसरी यसको इरानको अर्थतन्त्र यसरी फलाउ। अनि अब हतियारको व्यवस्थापन, यसका हतियारहरू चाहिँ 90% हतियारहरू जमिन मुनि रहे। हिजोको रिपोर्टले चाहिँ अब सिएनएनको, अल जजिरा र वाल स्ट्रिटको रिपोर्टमै देखाएको छ, यिनीहरूले इमेजै दिएको छन्। यो युद्ध विरामको बेलामा जो सतहभन्दा माथिका हतियार जस्तो भए तलको अरब मुख खोल्दै हतियारहरू तलको अब बङ्करहरूको देखाउँदैछ भनेको छ। त्यही कारण यो हतियारको व्यवस्था सधैँ तल जमिन मुनि रहने भए हुनाले यिनीहरूको यो रणनीति पऱ्यो। अनि माथिका जस्तो भए जमिन मुनिका जस्तो छ। अनि अब यो ग्लोबल चेन यिनीहरूले कसरी बनायो भने यिनीहरूको न्युक्लियर जो युरानियम इन्गेजमेन्ट बनाएको छ, त्यसमा चाहिँ फर्मुलाहरू नर्थ कोरियाले दियो भन्छ। साइन्टिस्टहरू के अरे रसियाका हुन्, अहिले पनि त्यही छन्। पैसा चाहिँ बाट आइहाल्यो, चाइनाबाट आयो। अनि त्यसरी यिनीहरूले चाहिँ युद्धको बेलालाई युद्ध हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर सबैतिर यसरी चारैतिरबाट तयारी गरेर आउनेले एकपछि अर्को यसपछि यो हुन्छ, यसपछि यो भने यो गर्ने, यसपछि यो भने यो गर्ने भने पुरै तयारी गरेर आउनेले उनीहरू चाहिँ यो युद्धमा डटेर टिकेका छन्। र यिनीहरूलाई चाहिँ त्यो तुरुन्तै यिनीहरूलाई चाहिँ सिज फायरको पनि हतार छैन, तुरुन्त चाहिँ यो युद्ध सक्ने पनि हतार छैन। यिनीहरूले के गरेका छन् भने पूर्ण रूपमा युद्ध र हाम्रो मागमा जब युद्ध चाहिँ समाप्त हुन तबसम्म यिनीहरू हतारेको छैन। अहिले रसियाले चाहिँ खुफिया जानकारी रसियाले सुरुदेखि दिइरहेको छ, चाइनाले सेटेलाइट दिइरहेको छ, अनि चाइनाले चाहिँ पैसा दिइरहेको छ। अनि अब अहिले चाहिँ लेटेस्ट चाहिँ यो होर्मुज बन्द गरेर पनि तिनीहरूले चाहिँ त्यो भएन। होर्मुज बन्द गरेर आर्थिक घाँटी पकड्ने अमेरिकाको चाहिँ चाल थियो। इरानले 3 महिना 90 दिनभन्दा बढीको अर्थतन्त्रको लागि पहिले तेल निर्यात गरिसकेको रहेछ। अनि त्यसले गर्दा यसले पनि असर गरिराखेन। अनि अब इरानले चाहिँ तल होर्मुजको तल पुरै माइनहरू बिसाएर राखेको छ। अनि त्यही हुनाले यो कसरी टिकेको भन्ने बारेमा यो भिडियो यही हो, टिकेको तयारीले टिकेको हो होइन। पहिले तयारीले चाहिँ यो पुरा प्रत्येक हर यस स्टेपपछि यो हुन्छ, स्टेप यो भने तयारीले टिकेको हो। र अमेरिकनहरूलाई अप्ठ्यारो पार्नका लागि यिनीहरू कुनै तयारी नै छैन। यिनीहरू झ्याप्प गएर हानिदिए। अनि हानिदिएपछि चाहिँ अब यो माथिबाट आयतोल्ला मारेपछि सकिजाला भन्ने सोचेको थियो उनीहरूले। तर उनीहरूको पोलिटिकल लिडरको लेयर उनीहरूले अब चाहिँ उनीहरूलाई थाहै भएन। अनि अर्थतन्त्र त्यसरी चाहिँ ध्वस्त हुन्छ होला भन्ने सोचेको थियो। अर्थतन्त्रको व्यवस्थापन उसले पहिल्यै गरिसकेको छ। अनि हतियार यिनीहरूले माथिबाट देखे मात्रै हान्थ्यो, उसको हतियार कहाँ कहाँ थाहा छैन। अनि होर्मुजमा यिनीहरूले अहिले पुरै जहाज खडा गरेर छन्, उता जानै सकेका छन्। माइन त्यो तल माइन छ समुद्रभित्र, त्यो माइन निकाल्नु पऱ्यो। अनि त्यही हुनाले यही हो तयारी यिनीहरूको। अब तयारी यति धेरै व्यापक तयारी कि यिनीहरू 40 वर्षमा युद्धको मात्रै तयारी गरे, पुरै युद्धको मात्रै तयारी गरेर यिनीहरू चाहिँ यसरी टिकेका छन्। र टिकेर मात्र होइन, एकपटक चाहिँ अमेरिकालाई एउटा गतिलो पाठ सिकाएर यो युद्ध अन्त्य हुन्छ। थ्याङ्क यू।